साथी हो सुन्नु है यो मुजीले के भन्छ फेरि एकचोटि फेरि सुन्नु। मन्त्री छिराउने भए त म र केपी ओलीमा फरक के हैन। हामी अब यहाँ सुन्नु है यी नानीले के भन्नुहुन्छ यहाँ सुन्नुहोस् है। सुदन गुरुङ जहाँ गयो प्रधानमन्त्रीज्यू त्यही जाने। प्रधानमन्त्रीज्यू जहाँ हुनुहुन्छ सुदन गुरुङ त्यही जाने। सुदन गुरुङले भन्दाखेरि उहाँको सबै कुरा चाहिँ स्वीकार गरेर नाम त्यही अनुसार प्रधानमन्त्री कार्यालयदेखि आउँछ। त्यसको हामी चाहिँ यो मिट हुनुपर्छ भन्ने माग हो के हो? हाम्रो प्रवेश हुनुपर्छ माग होइन। हाम्रो प्रवेश हुनुपर्छ भन्ने माग होइन, तर हाम्रो वार्ता टोली जुन चाहिँ हामी एजेन्डा लिएर गएको थियौँ होइन, तर त्यहाँ त हाम्रो त्यो 13 जना मध्येको त नाम कसैको पनि छैन नि त। त्यहाँभित्र के मिटिङ हुन्छ, उहाँहरूको के सम्झौता हुन्छ, प्रधानमन्त्रीसँग के सम्झौता हुन्छ, राष्ट्रपतिसँग के सम्झौता हुन्छ भनेर हामीलाई कसरी थाहा हुन्छ? हामीलाई थाहा तैँले आफै भनेको होइन हामी नेपाली जनताले जितेको देश भनेर। खोइ त उहाँ बहिनीहरूले पनि केही जान्न खोज्नु भएको थियो, केही उहाँहरूको पनि माग थियो। पस्न दिस् तैँले मास 13 मात्रै देश होइन क्या, यो सबै जनताको देश हो मुजी।